हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप सो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। यदि हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। अनि साथीहरू भिडियोमा चाहिँ हाई भन्दै हुनुहुन्छ। हाम्रो माताश्री गएको शनिबार यानि कि माघको 24 गते हाम्रो मामली भोज थियो कालाबाङ घरेटी समाज घरमा। यो भोजमा यति रमाइलो भयो कि हुन त मैले सोचे भन्दा कम मान्छे आउनु भएको थियो। सबैजना आफ्नो कार्य व्यस्तताले गर्दा आउन पाउनु भएन होला, तर हरेक वर्ष हुने यो भोजमा चाहिँ टन्नै मान्छे हुन्छ कि अरू बेला चाहिँ। अनि साथीहरू पहिला हामी सानो हुँदा चाहिँ गाउँमा हुन्थ्यो हरेक वर्ष। अनि पोखरा हुनुभएको जति पनि चेलीबेटीहरू हुनुहुन्छ नि मामाहरूले बस रिजर्भ गरेर हामीलाई गाउँमा लिएर जानुहुन्थ्यो। अनि हामीले गयौँ, खानपिन गर्ने, रमाइलो गर्ने त्यस्तो हुन्थ्यो भने अहिले चाहिँ कहिले गाउँमा कहिले सहरमा। गाउँमा किन हुँदैन भन्दाखेरि अहिले चाहिँ मान्छेहरू कम हुनुहुन्छ नि त। त्यो बेला टन्नै गाउँभरि मान्छे हुनुहुन्थ्यो, त्यो पनि यति मिलनसार, एकअर्कालाई हरेक कुरामा मद्दत गर्ने। तर अहिले चाहिँ हाम्रो गाउँ सुन्ने छ। हाम्रो मात्र होइन, नेपालको धेरै जस्तो गाउँघरहरू सुन्ने नै होला सायद, मलाई त्यस्तो लाग्छ है। सबैजना आफ्नो सुन्दर भविष्यको लागि सहर जानुहुन्छ, कोही विदेश जानुहुन्छ, त्यही भएर पनि गाउँघर चाहिँ खाली नै हुन्छ कि। तर जे जस्तो भए पनि आफ्नो संस्कृतिलाई जोगाउनु पर्यो। संस्कृति जोगाउनका लागि आफूले पहिल्यैबाट जे चलनहरू गर्दै आएको छौँ त्यसलाई चाहिँ हामीले गर्नुपर्छ। त्यस्तै यो हरेक वर्ष हुने भोज पनि हामी गुरुङहरूको महान चाडकै भोज हो कि। अनि हरेक वर्ष हुन्छ। मेन भनेको भोजमा चाहिँ खानपिन हुन्छ, रमाइलो पनि हुन्छ, नाचगान पनि हुन्छ। हामी स्याङ्जाली पऱ्यौँ, नाचगान त गर्नै पर्यो। तर मेन भनेको चाहिँ आफन्तहरूसँग भेट्न पाइन्छ कि। वर्षौँ नभेटेका आफन्तहरू यो भोजमा भेट्न पाइन्छ, सानादेखि ठुलासम्म के। अनि भेट्यो, भलाकुसारी गऱ्यो, एकअर्काको हालखबर सोध्यो होइन। अनि मेन भनेको आशीर्वाद लिन पाइन्छ ठुलो बडासँग। अब अरू बेलामा चाहिँ भेट्न जान पाइन्न नि त घरै पछि, तर यो बेला सम्पूर्णजना आउनुहुन्छ, त्यही भएर भेटिन्छ। लास्टसम्म हामीले इन्जोय गर्छौँ नाच्दै, अनि त्यसपछि बिदा हुन्छौँ। थ्याङ्क यू फर वाचिङ।